मैले खुलाउने तिम्रो बर्थडे मैले खाने अनि थोरै खानी त्यो पनि हो टिका सिका लाएर यसो तिम्रो बर्थडे हुने अनि मैले खुवाउने ल भाग्य मान्नु हातले दुखेछ क्या फेरि कम के अरे ल खानु सजर ल थ्याङ्क यू यो त हामी आफै खान्छौँ खाने हो नि किन नखाने ल नानी नानी खाने अब प्लेट खोइ त प्लेट ल्याउँछ भने होइन खोइ प्लेट अब बजेला खुला प्लेट पनि लगिसक्यो ल बजेलाई खुलाइदिनु होइन जाने रहेछ ह्याप्पी बर्थडे बजे भन्नु न जिउ गर ल जिउ गर गर मागेर बजेलाई भाग्य माने हेलो मेरो तेलो आएर सामने रो खेप्ने न नाना छोड न हौ हौ भन्दैन क्या यो फोटो त बजेकोमा भिडियोबाट गर्नुपर्ने के अरे राखिसक्यो के राखिसक्यो नाकमा पनि हो बजे अलिकति खुलाइदिनु क्या मम्मीलाई मलाई सानो बनाउने रे बजे ल छिटो ल सानो सानो देऊ त बिपिन सानो देऊ त बजेलाई ल तिम्रो जन्मदिनमा मेरो नभयो ए बुढा तपाईलाई गिफ्ट लिएर ह्यापी बर्थडे ल ह्यापी बर्थडे मेरी मम्मीलाई ल ह्यापी बर्थडे जन्मदिनको ढोक्ने होइन जन्मदिन कहाँ ढोक्ने मेन त निरोगी हुनु पर्यो ल भयो अनि के गिफ्ट ल्याएर किन गिफ्ट चाहियो सधैँ यसरी मनाउन पाउने हामीले माने भएर ल गिफ्ट ह्यापी बर्थडे टु यु गिफ्ट त ठुलै ल्याएर के गिफ्ट त अहिले बढेछ कि गिफ्ट त आउँदा नि गिफ्ट त बेसी ठुलै ल्याएको ल भयो भयो यसरी राख्नु पर्यो होइन अर्को पेले रोक्नु न ले केक सेक खाएको छैन के को हतार पतार गरेर कफी बनाइदियो खाइसक्यो न ह्याप्पी बर्थडे माई ब्युटिफुल माई माइजुकै छ नि भोल्युम त बढी त तँलाई खाँदै प्रेसर बढी छ नुन कम खुवाउनु पर्ने मैले नुन कमै खान्छु कान्छोलाई त्यसलाई नहालिदियो मलाई धेरै नगर टेन्सन छ भन्नु न बर्थडे शुभकामना ल माइजु बुढेस कालमा के हो खान्छी म खुवाइदिन्छु अब